पोखरा गुरुङहरुको चाहिँ गुम्बा रहेछ यो है, ठुलो रहेछ। त्यहाँ चाहिँ गुरुङहरुको नाच भइरहेको छ है। माघ 1 गते आजभन्दा 2 वर्ष अगाडि प्लेन यति एयरलाइन्सको प्लेन दुर्घटना भएको ठाउँ है त। यही नै रहेछ पोखरा। यति एयरलाइन्स प्लेन चाहिँ यहाँनिर दुर्घटना भएको रहेछ है। यति एयरलाइन्स यहाँनिर घटना घटेको रहेछ। आजभन्दा 2 वर्ष अगाडि है पोखरामा घटेको घटना यति एयरलाइन्स दुर्घटना यहाँनिर भएको रहेछ। त्यति बेला धेरै मान्छेको ज्यान गएको थियो है। म त्यो ठाउँमा आएको छु। यो पोखरा हो। पोखरा यति एयरलाइन्स दुर्घटना भएको ठाउँ यहीँनिर रहेछ है। यस्तो ठाउँ रहेछ, यस्तो खोप्चामा झारेको रहेछ। पाइलटले चाहिँ यहाँको बस्ती चाहिँ जोगाएको रहेछ होइन। जोगाउनु त जोगाएको रहेछ, तर मान्छे चाहिँ बस्नु सकेन है। यस्तो ठाउँ रहेछ। यति एयरलाइन्स यस्तो खोप्चामा चाहिँ झारेको रहेछ। एकदम डेन्जर ठाउँ रहेछ नि यहाँ पनि। यति एयरलाइन्स दुर्घटनाग्रस्त भएको ठाउँ है। म यहाँ आइपुगेको छु प्रत्यक्ष आज हेर्न मौका मिल्यो। यति एयरलाइन्स दुर्घटना भएको क्षेत्रहरूको नाच कहाँ तमु गुरुङ जातिको मौलिक धर्म, संस्कार र संस्कृति सम्बन्धी संक्षिप्त जानकारी।
आजभन्दा 2 वर्ष अगाडि माघको 1 गते यति एयरलाइन्स पोखरामा भएको घटनाको करिब म नजिक छु है। यहाँनिर चाहिँ यति एयरलाइन्स दुर्घटना भएको थियो। यहाँनिर धेरैजना मान्छेहरूले चाहिँ घटना घटिसकेको थियो है। यहाँनिर मान्छेहरू कोही पनि बच्न सकेको थिएन। अहिले चाहिँ प्रत्यक्ष हामी चाहिँ यहाँनिर अवलोकन गर्न आयौँ। यस्तो ठाउँ रहेछ। पाइलटले चाहिँ यहाँको नजिकैको घरहरू चाहिँ बचाएर यो ठाउँमा चाहिँ झारेको रहेछ है। वरपर त ठुलो बस्ती रहेछ। धेरै डेन्जर ठाउँ रहेछ। यस्तो ठाउँ है। धेरैजनाको ज्यान गएको थियो त्यति बेला है। पाइलटले चाहिँ खाली ठाउँमा चाहिँ झार्दाखेरि चाहिँ यहाँनिर प्लेन दुर्घटना घटेको रहेछ है। पोखराको यो यति एयरलाइन्स दुर्घटना भएको ठाउँ है। म यहाँनिर आएको छु आज। एकदम अचम्मको ठाउँ रहेछ। यहाँ वरपर पुरै बस्तीहरू रहेछ। माथिहरू पुरै बस्ती छ यतातिर। पुरै बस्ती छ यतातिर। नेपालमा बहुभाषा, बहुजाति, बहुधर्म, बहुसंस्कृति भएको देशमध्ये यो चाहिँ पोखराको एउटा तमु समाजले यस्तो राम्रो डेकोरेसनले, यस्तो राम्रो सिस्टमले बनाएको रहेछ। एकदम रमाइलो लाग्यो। एकदम हेर्नलाई पनि एकदम राम्रो ठाउँ। सरसफाइ यत्तिकै राम्रो पोखरा तमु समाजले बनाएको रह्यो है। यो धेरै राम्रो लाग्यो मलाई। सिस्टम धेरै राम्रो छ यहाँको बनाउने सिस्टमहरू एकदमै राम्रो। सरसफाइ यत्तिकै राम्रो। गुरुङहरूको तम्मु पूर्वदेखि पश्चिमदेखि महाकालीसम्म गुरुङहरू, तमु गुरुङहरूको चाहिँ एकीबद्धतामा यो चाहिँ सम्पन्न भएको रहेछ है। यसो बुझ्दाखेरि 2047 बनेको रहेछ है। बोर्डमा यस्तो तासेको छ है। श्री तमु लु सङ्घ केन्द्रीय समिति पोखराको एक शाखाको रूपमा स्थापित कार्य समिति हङकङको पहलमा यस भिरालो बाटो निर्माणको लागि आर्थिक सहयोग गर्नुहुने हङकङमा कार्यरत चन्दादाता महानुभावहरूको नामावली हेर्नुहोस् त। कति धेरै सहयोग आएको छ यहाँमा। कति धेरै चन्दा उठेको छ रहेछ। सबै तमुवानहरूको है। यहाँनिर यस्तो राम्रो सिस्टम लाग्यो मलाई। पैसाहरू यति धेरै उठेको छ। 8,52,000 भनेपछि पैसा त धेरै नै उठेको रहेछ। धेरै पैसा उठेको रहेछ है। तमु फ्यालुङ सङ्घ
शक्तिघाट रानीपौवा पोखरा 11 है कास्की।